हामी अक्सर मानिसहरूले भनिरहेको देख्छौँ कि म क्षेत्री हुनमा गर्व महसुस गर्छु, म ब्राह्मण हुनमा गर्व महसुस गर्छु, तर म अरू जातिलाई पनि सम्मान गर्छु। सुन्नमा यी कुरा राम्रो लाग्छ, तर गहिराइमा बुझ्दा यी सबै बकवास हुन्। हामीले यो कुरा बुझ्न जरुरी छ कि जात त केवल जन्मसँगै आएको आइडेन्टिटी मात्र हो। त्यो पहिचान हो जो तिमीले कमाएका हैनौ, तिमीलाई दिइएको हो, संयोगवश मिलेको थप्पा मात्र हो। जुन पहिचान बस तिमीलाई जन्मेर प्राप्त भएको छ त्यसमा गर्व गर्नुको कुनै मतलब छैन। यदि तिमी क्षेत्री हुनुमा गर्व गर्छौ त अर्कोले ब्राह्मण हुनुमा गर्व गर्छ। स्वाभाविक रूपमा अर्को कसैले आफ्नो जातलाई सुपिरियर मान्छ। अन्ततः कुरा के आउँछ? यसरी त जो जाति तल्लो जाति भनेर मानिन्छन् उनीहरूलाई त आफ्नो जातिमा लाज हुनुपर्ने भयो, उनीहरूलाई त आफ्नो जातिप्रति शरम हुनुपर्ने भयो। यहीबाट डिभिजन सुरु हुन्छ। चाहे देशको कुरा होस्, चाहे जातको कुरा होस्, या चाहे धर्मको कुरा होस्। यस्ता कुनै पनि चिज जो तिमीलाई जन्मको भरमा प्राप्त हुन्छन्, न तिमीले त्यस्ता कुरामा गर्व गर्नुपर्छ, न त त्यस्ता कुरामा लाज या शरम मान्नुपर्छ, किनकि यी सबै जन्मजात मिलेका थप्पा मात्र हुन् जसमा तिम्रो कुनै योगदान छैन।